नमस्कार साथीहरु, यो चिठी एकपल्ट ध्यान दिएर हेर्नु होला। पठाउनेको नाममा गभर्नमेन्ट अफ इन्डिया, मिनिस्ट्री अफ होम एफेयर्स अर्थात् इन्डियाको गृह मन्त्रालय, इन्टरनल सेक्युरिटी डिभिजन अर्थात् आन्तरिक सुरक्षा विभागबाट लेखिएको पत्र हो यो, टप सिक्रेट। अलिक तल यहाँनिर नर्थ ब्लक न्यू दिल्ली भनेर लेखिएको छ। इन्डियाको उच्च तहका सरकारी अफिसहरू मध्येमा यो नर्थ ब्लकमा गृह र अर्थ मन्त्रालय लगायतका महत्त्वपूर्ण मन्त्रालयहरू रहन्छन्। त्यहाँबाट निस्किएको चिठी हो यो। कसलाई पठाएको रहेछ त यो चिठी भन्दा सबै प्रान्त अर्थात् स्टेटका सचिवहरूलाई, प्रहरीका प्रमुख डिजिपीहरूलाई र कमिसनर अफ पुलिसलाई अर्थात् माथिका सबै टाउकेहरूलाई पठाइएको चिठी हो यो। मिति छ 2025 को मार्च 19 अर्थात् आजभन्दा झन्डै 1 महिना अगाडिको चिठी हो यो। यो चिठी पठाइएको 2 दिन पछाडि अर्थात् मार्च 21 मा अफिस अफ डिजिपी अर्थात् प्रहरीको माथिल्लो निकायले रिसिभ्ड अर्थात् चिठी पायौं भनेर त्यहाँ छाप हानेको देखिन्छ। त्यसको भोलिपटक अर्थात् मार्च 22 मा अफिस अफ आइजिपीले र त्यसको 2 दिन पछाडि अफिस अफ एसएसपीले त्यसैगरी रिसिभ भन्दै आफ्नो मातहतका आफूभन्दा तलका विभागहरूमा कार्यालयहरूमा पठाउँदै गरेको देखिन्छ यो चिठी। यो चिठीको विषयमा लेखिएको छ अरू देशहरूमा इन्भेस्टिगेसनको नाममा हाम्रा प्रहरी जाने सम्बन्धमा। त्यहाँ भएका हस्ताक्षरहरू र लेखेका कुराहरू हेर्दाखेरि निकै संवेदनशील र हाई प्रायोरिटी विषयहरू देखिन्छन्। त्यसैले टप सिक्रेट भनेर लेखिएको छ यहाँनिर। अब इन्डियाको माथिल्लो निकायले आफ्नै पुलिसलाई लेखेको यो चिठी हामी नेपालीहरूलाई के मतलब भन्ने प्रश्न उठ्ला। यो चिठी नेपालकै बारेको हो। नेपालमा हालसालै भएको एउटा अति महत्त्वपूर्ण घटनासँग सम्बन्धित छ यो चिठी। घटना ठुलो थियो तर गुपचुप गराउने प्रयास गरियो, जसरी पनि लिक भएरै छोडियो। आउनुस् हेरौँ के थियो त्यो घटना। मैले हालसालै मेरो फेसबुकमा राखेको एउटा स्ट्याटसमा केही साथीहरूले एउटा क्लिप सानो हाल्दै यो बारेमा भिडियो बनाइदिनुस्, अनुसन्धान गरिदिनुस् भनेर रिक्वेस्ट गर्नुभएको देखेँ मैले। त्यसमा मेरो पनि आँखा पुग्यो। के थियो त्यो क्लिपमा एकपटक आउनुस् हेरौँ। नागार्जुन क्षेत्रबाट केही भारतीय सुरक्षाकर्मीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। नेपालमा करिब 1 हप्ता अगाडि एउटा घटना घट्यो, तर त्यो कुरा चाहिँ सामाजिक सञ्जालमा कतै देखिएन। यो बडो आश्चर्य लाग्दो विषय हो, किनभने घटना चाहिँ अत्यन्तै संवेदनशील र ज्यादै महत्त्वपूर्ण थियो। पन्जाबबाट 27 जना इन्डियाली सैनिकहरू उनीहरू चाहिँ नागार्जुनको जंगलमा फेला परे। यो देखिसकेपछि के रहेछ त भनेर समाचार खोज्दै जाँदाखेरि हिन्दुस्तान टाइम्स भन्ने इन्डियाको एउटा पत्रिकाले अप्रिल 7 मा लेखेको यो एउटा न्युज फेला पर्यो। न्युज 18 मा पनि अर्को न्युज फेला पर्यो अप्रिल 7 मै, तर यही हिन्दुस्तान टाइम्सकै यो न्युजलाई नै रेफरेन्स बनाएर लेखेको देखियो। यसको टाइटलमा लेखिएको छ पन्जाब पुलिस पहुँची नेपाल, काठमाडौँ में कर दिया काण्ड। अरू पनि केही त्यहाँबाट निस्किने लोकल अनलाइन पत्रिकाहरूले यसलाई कभर गरेको देखियो, तर ठुला मिडियाले खासै कभर गरेको देखिएन। नेपालतिर कसले यो कुरा उठाए त भनेर खोज्दाखेरि उकेरा, देश सञ्चार लगायतका अरू पनि केही अनलाइनहरूले यो बारेमा अप्रिल 8 मै न्युज लेखेको देखियो। त्यहाँ पनि तिनै इन्डियामा निस्केको जुन न्युजहरू थियो तिनीहरूलाई नै साभार गरेको देखियो। तर ठुला भनिने मेन स्ट्रिम मिडिया जसलाई भनिन्छ उनीहरूले यसको बारेमा कतै पनि केही उठाएको देखिएन। मैले मिस गरेको पनि हुनसक्छ, तर खोज्दाखेरि मैले भेटिनँ कम्तीमा। त्यसैले धेरैलाई यो घटना के हो थाहा नै छैन। जसले थाहा पाएका छन् यहाँ पनि एउटा कन्स्पिरेसी थ्योरी क्रिएट भएको छ। कन्स्पिरेसी थ्योरीको वरिपरि मानिस घुमेको देखिन्छ। अब यति बुझिसकेपछि आउनुहोस् भएको के रहेछ त्यो हेरौँ। पन्जाबको प्रहरीले एउटा कुख्यात अपराधीको केही समय अघिदेखि खोजी गरिरहेको रहेछ। त्यो अपराधी नेपाल आएर लुकेको भन्ने क्लु त्यहाँको प्रहरीले पाएछ। केही नेपाली समाचारहरूमा आए अनुसार 25 जना प्रहरी इन्डियाको पन्जाबको प्रहरी यहाँ आएको भन्ने छ, तर यहाँ यो हिन्दुस्तान टाइम्सको समाचारका अनुसार फेब्रुअरीको अन्तिम सातातिर आधा दर्जन अर्थात् 6 जना त्यहाँका प्रान्तीय प्रहरीहरू, अझ ठ्याक्कै भन्नु पर्दाखेरि एजिटिएफ भन्ने एउटा ब्रान्च छ त्यहाँनिर, एन्टी ग्याङ्गस्टर टास्क फोर्स, त्यसका सदस्यहरू उनीहरूले खोजिरहेको जुन अपराधी थियो त्यो अपराधी काठमाडौँको नागार्जुनको वरपर लुकेर बसेको आशंकामा त्यहाँ आइपुगेको भनिएको छ। नेपाल सरकार र नेपाल प्रहरीको समन्वय या अनुमति बिना नै नेपाली भूमिमा आएर यो स्केलको अपरेसन गर्न खोजेको थाहा पाइसकेपछि नेपाल प्रहरीले ती इन्डियाको प्रहरी टोलीलाई नियन्त्रणमा लिएको भनिएको छ। तर नेपालका गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता राम तिवारीलाई यो बारे प्रश्न गर्दाखेरि आफूलाई यो बारेमा केही पनि थाहा नभएको भनेर लेखेको छ हिन्दुस्तान टाइम्सले। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहरासँग पनि यो बारे सोधिएको प्रश्नमा आफूलाई यसबारेमा केही पनि थाहा नभएको भनेर जवाफ दिएको भनेर देश सञ्चारले पनि लेखेको छ। अर्थात्
नेपाल प्रहरीले कन्ट्रोलमा लिने तर नेपाल सरकारले यो घटनाबारे थाहा नै छैन भन्नुले घटनालाई गुपचुप गर्न खोजेको प्रश्न देखिन्छ। उता पन्जाब प्रान्तका प्रहरीका हेड प्रमोद बाणलाई यही प्रश्न राख्दाखेरि भने उनले हाम्रो टिमले केही इन्फर्मेसन कलेक्ट गर्न खोजेको सत्य भएको तर कुनै पनि अपरेसन गर्न खोजेको कुरा सत्य नभएको भनेर बताएको भनेर हिन्दुस्तान टाइम्सले लेखेको छ। उता इन्डियातिरका अरू ठुल्ठुला सरकारी एजेन्सीहरूले भने यो बारेमा केही पनि थाहा नभएको भनेर जवाफ दिएका छन्। अब इन्डियन प्रहरी नेपालको राजधानीसम्म आएको र एउटा कभर्ड अपरेसन चलाउन खोजेको कुरा सत्य थियो। उनीहरूलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर केही शर्तसहित इन्डियन एम्बेसीलाई बुझाएको भनिँदैछ पत्रपत्रिकामा समाचारमा आए अनुसार। अर्थात् यो कुरा ठुलै थियो तर नेपाल र इन्डिया दुवैतिरका सरकारहरूले एटलिस्ट सरकारी एजेन्सीहरूले यो कुरालाई गुपचुप राख्ने खोजेको प्रश्न देखिन्छ। अब यही घटनासँग सम्बन्धित पत्र हो मैले अघि सुरुमा देखाएको। अब यो बुझिसकेपछि आउनुहोस् के रहेछ त पत्रमा हेरौँ यसको बढीमा। हालसालै हाम्रो देशको एउटा स्टेट प्रहरीको टिमले अर्को देशमा गएर एउटा क्रिमिनल केसको इन्भेस्टिगेसन गर्न भन्दै उक्त देशको सम्बन्धित निकायको अनुमति नलिकन काम गरेकोले असहज परिस्थिति सिर्जना भएको छ भनेर लेखिएको छ यहाँनिर। यसरी अनुमति र सहकार्य नगरी त्यस्तो काम गर्दा अनएभोइडेबल इम्बारेसमेन्ट अर्थात् ठेट नेपालीमा भन्ने हो भने लाजको पसारो हुन सक्ने भन्दै अब उपरान्त त्यसो नगर्नु भन्ने पाराले सचेत गराइएको छ यो पत्रमा। याद गर्नु होला यहाँनिर नेपाल छिर्ने पन्जाब पुलिस हो तर यो पत्रमा न त कतै पन्जाब पुलिसको नाम छ न त कतै नेपालको नाम छ। आफ्नो देशको एउटा स्टेट पुलिसले अर्को देशमा गएर मात्र भनिएको छ, कुन स्टेटले कुन देशमा गयो भनेर खुलाइएको छैन। अर्थात् यो चिठी हेर्दाखेरि सहजै अनुमान लगाउन सकिन्छ कि इन्डियन पुलिस नेपाल छिरेको र त्यो पनि अनुमति र सहकार्य बिना छिरेको र इम्बारेसमेन्टको स्थिति सिर्जना भएको कुरा देखिन्छ यहाँ प्रष्ट। अब यो घटना सुनिसकेपछि लु बर्बाद भएछ के गरेको यो सरकारले भन्दै सोच्दै हुनुहुन्छ भने याद राख्नु होला यस्तो खालको घटना पहिलो पटक भने भएको होइन। यस्ता घटना बारम्बार हुने गरेका छन्। नेपालका पुलिस इन्डियामा गएर अथवा इन्डियाका पुलिसहरू नेपालमा आएर एक अर्काले खोजेको अपराधीहरू समातेर लैजाने घटना विगतमा पनि प्रशस्त भएका छन्। त्यसमध्येमा धेरैको त इन्काउन्टर पनि हुने गरेको छ। जस्तो कि केही वर्ष अघि पन्जाबमै भएको एउटा हत्याको अपराधी नेपालमा लुकेको भन्दै पन्जाब प्रहरीले नेपाल आएर यसै गरी नेपालबाटै पवन बिश्नोई र खान नाम गरेका दुईजना अपराधीहरू समातेर लगेको कुरा सार्वजनिक भएको थियो। त्यस्तै 2078मा नेपाल प्रहरीले खोजिरहेको एउटा हत्यारा अपराधीलाई इन्डियाको लखनऊमै गएर दिनदहाडै अपहरणकै शैलीमा नेपाली पुलिसले पक्रिएको यो फुटेज इन्डियाको न्युज च्यानलहरूमा पनि देखाइएको थियो। त्यहाँको टिभीमा एकपटक यसले निकै तहल्का मचाएको थियो। आउनुहोस् त्यो फुटेजमा के छ एकपटक हेरौँ। लखनऊ में हुआ खुलेआम अपहरण। यहाँ लखनऊबाट पक्राउ गरिएको भनेको यी मानिसलाई नेपाल प्रहरीले त्यसको 2 दिन पछाडि नेपालमा हामीले पक्राउ गरेको छौँ भनेर सार्वजनिक गर्यो। त्यस्तै अर्को झनै इन्ट्रेस्टिङ घटनाबारे नेपालमा एउटा समाचार छ। नेपालका गुण्डा नाइके भनिएका मनोज पुन जसको इन्डियाको अन्डरवर्ल्डसँग पनि सम्बन्ध छ भनिएको थियो, उनको मोबाइल लोकेसनलाई ट्रेस गर्दै गर्दै नेपाल प्रहरी गोवासम्म पुग्छ। त्यहाँ इन्डियन प्रहरीको सहयोगमा उनलाई पक्राउ पनि गरिन्छ, नियन्त्रण गरिन्छ अझ भनौँ भने, तर त्यसलाई गुपचुप राखिन्छ। त्यहाँबाट नेपालसम्म ल्याइन्छ पनि। उसलाई पक्राउन सहयोग गरे बापत नेपाल प्रहरीले इन्डियाका मोस्ट वान्टेड अपराधी अरिज खान भन्नेलाई इन्डियालाई बुझायो पनि भनिन्छ। अर्थात् अपराधीहरूको साटफेर भएको देखिन्छ। तर घटना यतिमा सिद्धिएन। त्यसरी पक्राउ गरिएका भनेका मनोज पुन नेपाल पुर्याउने बित्तिकै बोर्डर एरियाको छेउछाउतिर प्रहरीसँगको जम्का भेटमा दोहोरो फायर भएर इन्काउन्टरमा मारिए भन्ने खबर बाहिरियो। पक्राउने गोवामा, इन्काउन्टर हुने नेपालमा। पत्याउनेले पत्याए, गर्नेले गरे, मर्ने मर्यो, सिद्धियो। अब अस्ति दुर्गा प्रसाईलाई आसामबाट पक्रेर ल्यायो भन्ने जुन खबर तपाईँहरूले सुन्नुभयो, यहाँनिर आएर यो कुरा सान्दर्भिक हुन आउँछ, रिलेटेड हुन आउँछ। उनले अन्तिम भिडियोमा म आफ्नो ज्यानको सुरक्षा गरिदिनको लागि अनुरोध गर्छु, त्यसो गर्ने हो भने मानव अधिकारवादीहरू र मेरा वकिलको अगाडि म आत्मसमर्पण गर्न तयार छु भनेका थिए। नेपाल प्रहरीले उनले पठाएको त्यो अन्तिम भिडियो जुन छ त्यसको ट्रेस लोकेसन खोज्दै जाँदाखेरि आसाममा गएर घेरा हालिसकेपछि उताको पुलिसको समन्वयमा नेपाल ल्याएर नेपालको बोर्डरबाट नेपालको प्रहरीले पक्रेको भनिएको थियो। अघिल्लो दिन दुर्गा प्रसाई पक्राउ परेका छैनन् भन्ने समाचार आयो।
प्रहरीले विज्ञप्ति नै निकाल्यो, दोस्रो दिन हामीले पक्राउ गर्यौं भनेर फेरि अर्को सूचना निकालेको थियो नेपाल प्रहरीले। तर समाचारमा आए अनुसार आसामदेखि नै नेपाल प्रहरीले नै बोर्डरसम्म ल्याएको भन्ने छ। माथि मनोज पुनको जस्तै आफ्नो पनि गुपचुप इन्काउन्टर होला भनेर दुर्गा प्रसाईले आफ्नो ज्यान सुरक्षाको याचना गरेका थिए। त्यो बेलामा झापाको बोर्डरबाट पक्राउ गरिएको भने पनि आसामबाटै नेपाल प्रहरीले त्यहाँसम्म ल्याएको भन्ने समाचार आएका थिए। अर्थात् नेपालको प्रहरी इन्डिया गएर अपराधी खोजेर ल्याउने अनि इन्डियाको प्रहरीले नेपाल भित्रै पसेर अपराधी पक्रिने घटना नौलो होइन। यस्ता घटना बारम्बार हुने गरेका छन् नेपालमा पनि र इन्डियामा पनि। कुनै बाहिर आउँछन्, जनताले थाहा पाउँछन्, कुनै गुपचुप हुन्छन्, भित्रभित्रै दबाइन्छ, कसैलाई पनि थाहा हुँदैन। इट्स अ ओपन सेक्रेट। कहिले राम्रो कामको लागि यो गरिन्छ, कहिले खराब कामको लागि गरिन्छ, तर यस्ता घटना बारम्बार हुन्छन्। देश फरक हुन्, बोर्डर ओपन छ, तर यो सामान्य जस्तो भइसक्यो नेपाल र इन्डियाको लागि। यस्तै एउटा धेरै प्रहरी अपरेसनहरू, इन्काउन्टर, क्रस बोर्डर प्रहरी खानतलासीका केही घटनाहरूबारे मैले पहिला पनि केही भिडियोहरू बनाएको छु। थम्बनेल यहाँ स्क्रिनमा राखिदिएको छु र लिङ्क तल डिस्क्रिप्सनमा छ, पछि हेर्नुहोला। ती घटना पनि इन्ट्रेस्टिङ छन्। अब यो हेरिसकेपछि तपाईँलाई चाहिँ के लाग्यो त्यो तल लेख्नु होला। आशा छ यो हेरिसकेपछि नागार्जुनमा अस्ति इन्डियन प्रहरी किन पसेको रहेछ भन्ने कुरा अलिकति भए पनि तपाईँले थाहा पाउनु होला भन्ने आशा छ मलाई। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। म अर्को भिडियो लिएर आउनेछु। त्यतिन्जेलको लागि मलाई बिदा दिनुहोस्। धन्यवाद। नमस्कार।